हेलो एभ्रिवान नमस्ते। आज म सम्बत राणावाटसँग कुराकानी गर्दैछु। उनी अहिले चाहिँ क्लाइमेट चेन्ज बायोडाइभर्सिटी र एग्रिकल्चरको नेक्ससमा रहेर इन्टरनेसनल लेभलमा काम गर्दैछन् र आउनुहोस् अब भने आजको यो एपिसोड सुरुवात गरौँ। हेलो सम्बत, स्वागत छ। हेलो वीरेन्द्र, सम्पूर्ण दर्शकबिनहरूलाई नमस्कार र नमस्ते। सम्बत, हामी करिब अलिक केही समय अगाडिदेखि चाहिँ यो एपिसोडको प्लानिङ गरिराखेका थियौँ। आज फाइनल्ली हामी यो चाहिँ एपिसोड रेकर्ड गर्नका लागि चाहिँ सफल भएका छौँ र अब पनि कुराकानी सुरुवात गरौँ। सम्बत, मैले थोरै तिम्रो ब्याकग्राउन्डमा त मैले तिम्रो इन्ट्रोडक्सन दिएँ, तर हाम्रो अडियन्सको लागि चाहिँ छोटकरीमा तिम्रो आफ्नो परिचय देऊ न। धन्यवाद वीरेन्द्र, सम्पूर्णमा नमस्ते पुनः पनि। मेरो नाम चाहिँ सम्बत राणावाट र म चाहिँ एकाडेमिकली कुरा गर्नु पर्दाखेरि चाहिँ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट ब्याचलर, जुन चाहिँ मैले आङ्गिक कलेज पुरन्चोरमा कम्प्लिट गरेँ। त्यसपछि चाहिँ फेरि मेरो मास्टर्स पनि सोही विश्वविद्यालयबाट माटो विज्ञानमा चाहिँ मैले रामपुर चितौनी अवस्थित भएर चाहिँ कम्प्लिट गरेँ। र त्यसपछि चाहिँ मैले केही चाहिँ मेरो डेभलपमेन्टल सेक्टरहरू एनजिओहरूमा चाहिँ नेपालमा बसेर करिब 2 वर्ष जति चाहिँ काम गरेँ। त्यसमा मैले लिबर भन्ने संस्थामा चाहिँ कार्यरत रहेको थिएँ र त्यसबाहेक चाहिँ मैले चाहिँ अहिले इन्टरनेसनल लेभलमा चाहिँ यही क्लाइमेट, बायोडाइभर्सिटी र एग्रिकल्चरको नेक्ससमा चाहिँ अहिले कार्यरत छु र यही नै रह्यो मेरो अहिले छोटो परिचय। सम्बतलाई मैले व्यक्तिगत रूपमा पनि लामो समयदेखि चिनेको छु। तिम्रो यो जर्नीको, तिम्रो अहिलेसम्मको जहाँसम्म तिमी अहिले पुगेका छौ, त्यसको ट्राजेक्टरी पनि मैले अवलोकन गर्ने मौका पाएको छु। र सम्बतलाई मैले छोटकरीमा अहिले तिमी जहाँ छौ, जहाँ बसेर काम गरिरहेछौ, जुन एजेन्डामा बसेर तिमीले काम गरिरहेका छौ, त्यो साँच्चै उदाहरणीय छ। र कृषि पढेका विद्यार्थीहरूलाई तिम्रो जर्नी एज एउटा इन्सपिरेसन पनि हुनसक्छ। तिमीले छोटकरीमा अघि तिमीले ब्याकग्राउन्ड त भन्यौ नै, अनि मैले सुरुवातमा इन्ट्रोडक्सनमा पनि तिमी बायोडाइभर्सिटीको क्षेत्रमा कार्यरत छौ। विभिन्न देशहरूमा गएर तिमी सेमिनारहरूमा आफ्ना कुराहरू र युवाका आवाजहरू पनि राख्ने गरेका छौ। क्लाइमेट चेन्जको क्षेत्रमा पनि थोरै बहुत तिमीले काम गरिराखेका छौ। तिम्रो सोइल तिम्रो आफ्नै विषय भयो मास्टर्सको। र यो जर्नीसम्म पुग्दै गर्दाखेरि कतिको कठिन थियो तिम्रो त्यहाँसम्मको जर्नी, र तिमीले के प्लान गरेका थियौ, कसरी स्टेप बाई स्टेप त्यहाँ पुग्न सफल भयो? तिमी अहिले मलाई जहाँसम्म लाग्छ तिमी 10-15वटा देश पनि पुगिसकेका छौ होइन? एक्ज्याक्टली कति हो तिमीले नै भनौला। तर पनि तिम्रो यो जर्नीलाई रिफ्लेक्ट ब्याक गर्दै गर्दाखेरि तिमी कहाँ स्टार्ट गरेका थियौ? तिम्रो अलिकति प्रोफेसनल लाइफलाई रिफ्लेक्ट ब्याक गरेर हेरौँ न। प्रश्नको लागि धेरै धेरै धन्यवाद। त्यो वीरेन्द्रलाई चाहिँ मैले चाहिँ मास्टर्समा भेटेको थिएँ। मास्टर्सबाट चाहिँ वीरेन्द्रसँग एउटा राम्रो हाम्रो साथीत्व विकास भएको नि थियो। र मेरो जर्नीको कुराहरू गर्दाखेरि चाहिँ मैले चाहिँ मेरो दुवै ब्याचलर्स र मास्टर्स चाहिँ नेपालमै गरेको छु र गरेको थिएँ। र जब मैले ब्याचलरहरू गर्दै थिएँ, ब्याचलरको इन्डिङमा चाहिँ मैले चाहिँ थोरै मेरो चाहिँ यो कन्टेन्ट क्रिएसनतिर पनि थोरै रुचि भएको हुनाले मैले युट्युब पनि सुरु गरेको थिएँ। र मेरो सबै यो प्रोफेसनल लाइफ, मेरो एकाडेमिक लाइफ र मेरो यो अरू एक्स्ट्रा करिकुलम कुराहरू चाहिँ इन्टिग्रेटेड भएर नै अहिले म जुन स्थानमा पुगेको छु त्यो स्थानमा पुग्न सकेको छु। र अब मेरो जर्नीको कुरा गर्दाखेरि चाहिँ सुरुमा चाहिँ मैले जब ब्याचलर पुरन्चोरबाट सकेँ, त्यसपछि चाहिँ मैले मास्टर्स रामपुरमा जोइन गरेँ र मैले माटो विज्ञानमा चाहिँ मास्टर अध्ययनरत गरेँ। मास्टर्स जोइन गर्दाखेरि चाहिँ त्यसको मैले मास्टर्सको सेकेन्ड सेमेस्टरदेखिबाट चाहिँ मैले चाहिँ अरू विभिन्न सङ्घ संस्थाहरूमा पनि एप्लाई गर्न थालेँ र मैले चाहिँ आफ्नो अध्ययन सहित चाहिँ मैले अरू स्किल्स डेभलपमेन्ट कुराहरूमा पनि एकदमै बढी रुचि राख्दथेँ। जस्तै मलाई के लाग्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ अहिलेको यो जेनेरेसनमा चाहिँ एजुकेसन मात्र भनेर नि हुँदैन। हामीसँग चाहिँ आफूलाई सेल गर्नको लागि, आफूले चाहिँ फिल्ड लेभलमा कन्ट्रिब्युट गर्नको लागि बराबरको हामीसँग स्किल हुनुपर्छ, हामीसँग त्यही अनुसारको एक्सपोजर हुनुपर्छ र त्यही अनुसारको अन्डरस्ट्यान्डिङ हुनुपर्दछ। यो सम्पूर्ण कुराहरू चाहिँ कुनै एउटा व्यक्तिलाई चाहिँ विकास गरेर चाहिँ उसलाई अगाडि बढाउनलाई एकदमै आवश्यकता पर्दछ। यही रूपी नै मैले जब मास्टर्स सक्नेको लास्ट सेमेस्टरमा मैले रिसर्चहरू गर्दाखेरि नै मैले लिबर्ड भन्ने संस्थामा चाहिँ आबद्ध भइसकेको थिएँ। लिबर्ड एउटा चाहिँ एनजिओ रहेको छ जसले चाहिँ नेपालको विभिन्न क्षेत्रहरूमा चाहिँ काम गरिरहेको हुन्छ, यो डेभलपमेन्ट सेक्टरमा, क्लाइमेट सेक्टर र बायोडाइभर्सिटी सेक्टरमा। र मुख्य चाहिँ लिबर्डमा काम गर्दाखेरि चाहिँ मैले यो रिसर्च र कम्युनिटी लेभलको राम्रो एक्सपोजर पाएँ, किनकि लिबर्डले पनि
पनि रिसर्चमा बढी काम गर्न चाहने र समुदायलाई चाहिँ त्यस रिसर्चबाट आएका कुराहरूले कसरी फाइदा हुनसक्छ भनेर एग्रो इकोलोजी, क्लाइमेट चेन्ज र यिनीहरूको नेक्ससमा रहेको विभिन्न खालको कम्युनिटी लेभल इन्टरेक्सन, वर्कसप, सेमिनार र टेक्नोलोजीहरूलाई डिसेमिनेसन गर्ने कामहरूमा चाहिँ म आबद्ध हुन पाएँ, जुन चाहिँ मेरो लाइफको लागि वान अफ द रियली गुड लर्निङ रहेको थियो। र त्यसपछि लिबर्टमै काम रहँदाखेरि नै मैले अरू विभिन्न खालको इन्टरनेसनल लेभल अर्गनाइजेसनहरू, युथ रिलेटेड अर्गनाइजेसनमा पनि भोलिन्टियरहरू गर्थेँ। अब मैले चाहिँ योङ्गो भन्ने एउटा चाहिँ जुन क्लाइमेट चेन्जमा काम गर्ने अर्गनाइजेसन रहेको छ, यसै गरी एसिया पेसिफिक फरेस्ट कम्युनिकेसन नेटवर्क भन्ने चाहिँ अर्को एउटा एफएओ फरेस्ट्रीको चाहिँ युथ ग्रुप रहेको छ, जसले चाहिँ क्लाइमेट चेन्ज र फरेस्ट्रीमा काम गर्दैथ्यो। यसै लगायत जुन आइएएस भन्ने छ, जुन चाहिँ अहिले एउटा ग्लोबल लेभलमा नै युथको एउटा बिगेस्ट एग्रिकल्चर स्टुडेन्ट प्लेटफर्म रहेको छ, त्यसमा पनि मैले चाहिँ आइएएस नेपालमा रहेर चाहिँ कार्यरत थिएँ। यसरी चाहिँ म मेरो एकाडेमिक्स अनि मैले मेरो प्रोफेसनल लाइफ अनि त्यसपछि मेरो थोरै कन्टेन्ट क्रिएसन र थोरै मैले चाहिँ यो इन्टरनेसनल भोलिन्टियरहरूमा पनि चाहिँ आफूलाई चाहिँ इङ्गेज गराउँदै लिएर गएको थिएँ। र सुरुमा चाहिँ मलाई के सबैजनाले चाहिँ अब यो दुईवटा डुङ्गामा खुट्टा राख्यो भने चाहिँ अलि ब्यालेन्स हुँदैन कि जस्तो कुरा आउँथ्यो कि। अब मैले सबै कुरा गर्न खोजिरहेको हुन्थेँ कि, पढाइ पनि गरिरहेको हुन्थेँ, यतापट्टि मैले जब पनि गरिरहेको हुन्थेँ, म फेरि आफ्नै मेरो युट्युब च्यानल पनि छ, त्यसमा मैले कन्टेन्ट क्रिएसन पनि गरिरहेको हुन्थेँ, प्लस यो इन्टरनेसनल भोलिन्टियरहरू पनि गर्दाखेरि चाहिँ कतै कतै मलाई पनि के लाग्थ्यो भन्दा कतै म ज्याक अफ अल मास्टर अफ नन त हुँदिनँ जस्तो लाग्थ्यो कि। अनि धेरै कुरामा इङ्गेज भएर कुनैमा पनि मैले एक्सपर्टिज पाउँदिनँ कि जस्तो नि फिल हुन्थ्यो। तर जब आफूले चाहिँ एकदमै मन लगाएर र डेडिकेटेड भएर चाहिँ आफूले यसरी फिल्डहरूमा अगाडि बढिँदो रहेछ, त्यसले चाहिँ हजुरलाई एउटा फाउन्डेसन क्रिएट गर्न एकदमै मद्दत पुऱ्याउँदो रहेछ कि। किनकि यदि मैले एउटा चिजलाई मात्र अप्नाएर गएको भए म त्यसमा एकदमै एक्सपर्ट हुन सक्थेँ होला, तर मैले चाहिँ जब मेरो टाइमलाई चाहिँ विभिन्न डाइभर्सिफाई कुराहरूमा लगाएँ, जस्तै अहिलेको जेनेरेसनमा मैले के देख्छु भन्दाखेरि हामी टेक्निकल्ली एक्सपर्ट भएर मात्र हुँदैन कि, त्यो टेक्निकल्ली हामीले पढेका कुराहरू, एजुकेसनल कुराहरूलाई फार्मरसँग कसरी कम्युनिकेट गर्न सक्ने भनेर हामीलाई कम्युनिकेसनको पनि एउटा पाटो चाहिन्छ कि। अब कम्युनिकेसन मात्र गरेर पनि हुँदैन कि, हामीले फेरि त्योबाट आएको फिडब्याकहरूलाई चाहिँ कसरी हामीले अपनाउन सकिन्छ र त्यसलाई चाहिँ लोकल लेभलमा, ग्लोबल लेभलमा कसरी पुर्याउन सकिन्छ भनेर हामीले त्यो एक्सपोजरमा पनि लिङ्क गर्न सक्नुपर्छ क्या। त्यही भएर मैले चाहिँ जति बेला मैले ब्याचलर र मास्टर्स गर्दा यो विभिन्न सेक्टरहरूमा लागेको थिएँ, त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा फाउन्डेसन क्रिएट गर्न सजिलो भयो। अहिले मैले चाहिँ टेक्निकल कुरा जुन मलाई थाहा छ त्यसलाई मैले किसानसम्म कसरी पुर्याउने भनेर मैले त्यसलाई सरल भाषामा पनि उहाँहरूलाई बुझाउन सक्छु। अनि त्यो मात्र नभइकन त्यो कुरालाई मैले आफूले गरेका कामहरूलाई इन्टरनेसनल लेभलमा कसरी एक्सपोजरमा पुर्याउने हो त नि। हामी सबै युवाहरूले त आफ्नो क्षेत्रमा काम गर्छौँ, त्यो कुराहरूलाई कसरी एक्सपोजर दिने भनेर त्यो नेटवर्किङको लिङ्क पनि मैले बनाउन सक्छु। त्यही भएर यो सम्पूर्ण कुराहरूलाई चाहिँ एउटा ओभरअल प्लेटफर्म र फाउन्डेसन दिँदो रहेछ भनेर चाहिँ मैले बुझेको छु। र यो नै मेरो लागि चाहिँ वान अफ दि सक्सेस, जसले गर्दा चाहिँ अहिले म चाहिँ आफूलाई एकदमै काम गर्न खोजेको क्षेत्रमा गएर चाहिँ म इन्टरनेसनल लेभलमा कार्यरत छु। त्यो चाहिँ त्यही भएर एकदम खुसी लागेको छ वीरेन्द्र। ओके पनि सम्मतले अहिले भनेको जस्तो सम्मतले आफू अध्ययन गर्दै गर्दाखेरि जुन मेहनत गरेका थिए विभिन्न क्षेत्रहरूमा, एउटा आफूले अध्ययन गर्दै गर्दाखेरि जब पनि गरिराखेका थियौ, आफूलाई प्रोएक्टिभ पनि राखिराखेका थियौ, त्यो कारणले गर्दाखेरि अहिले जहाँ छौ त्यो स्थानसम्म पुग्न सफल भएको छौ। र सम्बन्ध अहिलेको चाहिँ सिनेरियोलाई यसरी एनालाइज गरेर हेर्ने हो भने हाम्रो पुस्ताभन्दा अघिल्लो पुस्तासम्मका हाम्रो जति पनि कृषि क्षेत्रमा लागिराख्नु भएको छ अथवा कुनै पनि प्रोफेसनमा हुनुभएका व्यक्तिहरूलाई के थियो भन्दाखेरि राम्रोसँग पढियो भने चाहिँ लाइफ सेटल हुन्छ, राम्रोसँग अध्ययन गरियो भने चाहिँ तिमीलाई खोज्दै खोज्दै मान्छे आउँछन् भन्ने पनि थियो। र हामी रामपुरमा पढ्दै गर्दाखेरि, लमजुङमा पढ्दै गर्दाखेरि, मास्टर्स पढ्दै गर्दाखेरि के भनिन्थ्यो भने ब्याचलर सक्ने बित्तिकै, मास्टर सक्ने बित्तिकै विभिन्न डेभलपमेन्ट एजेन्सीहरूबाट मान्छेहरूले ल हाम्रोमा आउनु पर्यो अथवा चाहिँ हाम्रोमा भ्याकेन्सी खाली छ भनेर त्यस्तो लेभलको अपर्च्युनिटी थियो। तर अब अहिलेको अवस्थामा कृषि मात्र होइन, जुनसुकै शिक्षामा पनि तिमी चाहिँ अध्ययनमा अब्बल छौ भने त्यति मात्रले चाहिँ त्यो सफिसियन्ट हुँदैन। हामी पढाइमा मात्रै, कोही विद्यार्थी पढाइमा मात्रै अब्बल छ भने अबको समयमा, अबको मार्केटमा उसलाई बिक्नको लागि एकदमै चाहिँ अप्ठ्यारो हुन सक्छ होइन। त्यो भएको भएर अहिले धेरै कुराहरूमा मल्टी स्किल चाहिँ हामीलाई आवश्यक पर्ने हुन्छ। अहिलेको समयमा हामीसँग कति धेरै, अब जस्तो कृषिकै कुराकानी गर्ने भने त कृषि अध्ययन गर्दै गर्दाखेरि कति फ्री टाइम पनि हुन्छ।
र यो फ्री टाइमलाई कसरी युटिलाइज गर्न सकिएला। जस्तो तिमीले त युट्युब च्यानलको पनि स्टार्ट गर्यौ, त्यो युट्युब च्यानलको बारेमा तिम्रो जर्नीको बारेमा अहिले फेरि कुराकानी गरौँला। तर यो समयलाई कसरी युटिलाइज गर्न सकिन्छ होला। हामी कति समय चाहिँ आइडल नै अब यो कृषि पढ्दै गर्दा केही समय क्लास हुन्छ, केही समय ग्यापहरू भइराख्ने अवस्था होइन। यो बिचमा मास्टर्सकै अध्ययन समयमा पनि त्यो लामो चाहिँ 10 to 4 नै क्लास नहुने अवस्थामा चाहिँ हामीले यो कृषि अध्ययन गर्दै गरेको कृषिलाई चाहिँ आफ्नो पेसा बनाउन खोजिराखेका, कृषि क्षेत्रमा आफूलाई चाहिँ देख्न खोजिराखेका व्यक्तिहरूले कसरी चाहिँ आफूलाई प्रोएक्टिभ राख्न चाहिँ सक्छन् होला, यो विषयमा थोरै कुराकानी गरौँ। अनि अलिकति आफ्नो समय व्यवस्थापन कसरी गर्न सकिन्छ होला, इन्टरनेसनल एक्सपोजरसम्म कसरी पुग्न सकिन्छ होला, यो विषयमा कुरा गरौँ। एकदमै राम्रो प्रश्न र एकदमै यथार्थ कुराहरू गर्यो वीरेन्द्र। जस्तै हामीले चाहिँ के भनिन्छ भन्दाखेरि, यदि हजुरले कसैलाई पनि रामपुर एएफयुको बारेमा अथवा नेपालको कुनै पनि कृषि कलेजको भन्नुभयो भने पढाइ नै हुँदैन, त्यहाँ त खालि राजनीति मात्र हुन्छ, यस्तो यस्तो हुन्छ मात्र सुनिन्छ क्या हामीले होइन। तर हामीले जहिले पनि समस्यामा चाहिँ अवसरहरू खोज्नुपर्छ भन्ने चाहिँ हामी जहिले पनि सोच्नुपर्छ कि जस्तै यदि हाम्रो युनिभर्सिटीमा बिचमा पढाइहरूमा डेजहरूमा ग्याप हुन्छ भने, अथवा पढाइ हाम्रो 10 to 4 हुँदैन जुन तिमीले भने अनुसारले, जस्तै कहिले कहिले त दिनमा एउटा मात्र क्लास हुन्छ, त्यसपछि चाहिँ क्लासै हुँदैन। एउटा क्लास भनेको अराउन्ड 1 आवरको 2 आवरको क्लास भएपछि हुँदैन। तर त्यसको जुन हाम्रो फ्री टाइम छ, थ्रु फ्री टाइममा चाहिँ हामीले अब हाम्रो क्लासै भएन, पढाइ नै भएको छैन, हाम्रो मास्टर्स चाहिँ 2 वर्षको मास्टर्स 3 वर्ष पुग्न लागिसक्यो भनेर त्यसरी समस्यालाई मात्र केलाउनु भन्दा त्यो भित्र अवसर खोज्न थाल्यो भने चाहिँ त्यसले चाहिँ हामीलाई फाइदा पुऱ्याउँदछ। जति बेला म मास्टर्स पढ्थेँ मैले रामपुरमा, त्यति बेला चाहिँ हामीसँग सफिसियन्ट टाइम, मोर देन सफिसियन्ट टाइम, क्लास चाहिँ एउटा दुइटा क्लास भएपछि 2-3 घन्टाको क्लास हुन्थ्यो, त्यसपछि दिनभरि हामी फ्री नै हुन्थ्यौँ। त्यो टाइममा चाहिँ म रामपुरकै पनि विभिन्न यो कृषि फार्महरूमा गएर चाहिँ आफैले नै युट्युबको भिडियोहरू क्रिएट गर्ने, आफैले नै त्यहाँ कस्तो खालको समस्याहरू छ बिरुवाहरूमा, त्यो समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर मैले कयौँ भिडियो त मैले रामपुरको विभिन्न प्राङ्गणहरूमा नि खिचिरहेको थिएँ। अनि त्यो मात्र नभइकन अहिले त हजुरलाई बाहिर गएर नै सबै कुरा सिक्नुपर्छ भन्ने पनि छैन, तपाईँले भर्चुअली नै अनलाइन माध्यमबाट विभिन्न कुराहरू चाहिँ आफूले सिक्न सक्नुहुन्छ र आफूले चाहिँ स्किल्स डेभलपमेन्ट गर्न सक्नुहुन्छ। जस्तै वीरेन्द्रले अघि प्रश्नको सुरुमा भनेको कुरा चाहिँ अहिले चाहिँ हामी एजुकेसन र टेक्निकल्ली मात्र एक्सपर्ट भएर हुँदैन, हामीले चाहिँ अहिले चाहिँ आफूलाई चाहिँ यो इन्टरनेसनल लेभल अथवा नेसनल लेभलमै हामीले चाहिँ आफूलाई स्टेप अप गराउनको लागि हामीसँग एडिसनल स्किल हुनुपर्दछ। अब त एडिसनल स्किल बनाउने भनेको चाहिँ यही फ्री टाइममा नै हो, मास्टर्स गर्ने बेलामा चाहिँ। र अहिले एडिसनल स्किल बनाउनलाई यति सजिलो छ हेर वीरेन्द्र। जस्तै हामीले चाहिँ यदि हजुरलाई चाहिँ पछि एक्सेल सिक्नु मन छ भने देयर आर डिफ्रेन्ट काइन्ड्स अफ लर्निङ प्लेटफर्म, जस्तै युडेमी, कोर्सेरा, त्यस्तै गरी एफएओको लर्निङ कोर्सेसहरू छ, त्यसै गरी इबेसको कोर्सेसहरू छ, युएनडिपीको छुट्टै एउटा लर्निङ प्लेटफर्म छ। यो सबै अर्गनाइजेसनहरूको लर्निङ प्लेटफर्ममा तपाईँले आफूले सोच्न सक्ने अलमोस्ट अल टपिकहरूमा चाहिँ कोर्सेसहरू हुन्छ। यो कोर्सेसहरू चाहिँ जस्ट कुनै 4 घन्टाको, कुनै 6 घन्टाको, कुनै 12 घन्टाको डिफ्रेन्ट लेन्थको हुन्छ। यो कोर्सेसहरूमा चाहिँ तपाईँहरू फ्रीमा इनरोल गर्न सक्नुहुन्छ, तपाईँहरूले कतै पैसा तिर्नु पर्दैन। तपाईँहरूले फ्रीमा लगइन गरेर कोर्सेसहरूबाट चाहिँ तपाईँहरूले कोर्सको आफूलाई चाहिएअनुसार, जस्तै एक्सेल सिक्नु मन छ भने एक्सेलको तपाईँले बिगिनर कोर्स, इन्टरमिडिएट कोर्स, एक्सपर्ट कोर्स, यसै गरेर तपाईँलाई यदि चाहिँ भिडियो एडिटिङ सिक्न मन छ भने भिडियो एडिटिङको कोर्सहरू पनि हुन्छ। त्यसपछि तपाईँलाई यदि बायोडाइभर्सिटी सेक्टरमा अझै बढी थाहा पाउन मन छ ग्लोबल लेभलमा अथवा कुनै रिजनल लेभलमा भन्यो भने तपाईँले विभिन्न खालका बायोडाइभर्सिटी, क्लाइमेट, फुड सेक्युरिटी सम्बन्धीका कोर्सहरू चाहिँ फ्रीमा पाउनुहुन्छ। जस्ट ल्यापटपबाट तपाईँहरूले लगइन गर्नुभयो भने यो सबै कोर्सहरू एक्सेस गर्न पाउनुहुन्छ। र यसको बेस्ट पार्ट भनेको चाहिँ तपाईँले यसको चाहिँ भ्यालिड सर्टिफिकेट पाउनुहुन्छ। तपाईँले कोर्स कम्प्लिट गरेपछि एउटा सानो एक्जाम हुन्छ तपाईँको 10-15 मिनटको, त्यो एक्जाम कम्प्लिट गर्नुभयो भने तपाईँले चाहिँ यसको एउटा भ्यालिड सर्टिफिकेट पाउनुहुन्छ, जुन सर्टिफिकेटले चाहिँ तपाईँ अहिले भर्खरै ब्याचलर पढ्दै हुनुहुन्छ अथवा मास्टर्स पढ्दै हुनुहुन्छ भने त्यति बेलामा तपाईँले मास्टर्स भ्याउने बित्तिकै जस्तै कुनै अर्गनाइजेसनमा एप्लाई गर्नुभयो, केही गर्नुभयो भने चाहिँ त्यो सर्टिफिकेटहरूले चाहिँ तपाईँलाई अ काइन्ड अफ भ्यालिडिटी दिनको लागि अथवा तपाईँको सिभीलाई चाहिँ स्ट्यान्ड आउट गर्नको लागि हेल्प गर्छ क्या। अब 2 जना साथी हुनुहुन्छ, एकजना साथीले नि सेम ब्याचलर कोर्स गर्नुभएको छ, अर्को साथी तपाईँले पनि त्यही गर्नुभएको छ, तर अब तपाईँसँग
एक्स्ट्रा यो 5-6वटा कोर्सहरू गरेको सर्टिफिकेटहरू छ, त्यसको एक्सपिरियन्सहरू छ भने चाहिँ त्यसले तपाईँलाई चाहिँ अझै प्लस पोइन्ट दिन्छ कि। त्यही भएर यस्तो खालको स्किल डेभलपमेन्ट ई लर्निङ कोर्सेसहरू चाहिँ अहिलेको जेनेरेसनलाई एकदमै सजिलो छ क्या। हाम्रो पालिमा अलि थोरै मात्र थियो, तर अहिले एकदमै एक्सेस छ र इन्टरनेट अहिले हामीसँग जताततै छ। त्यही भएर यस्तो खालको कुराहरूमा चाहिँ यदि इङ्गेज हुनुभयो भने चाहिँ तपाईँले चाहिँ आफ्नो प्रोफेसनल लाइफमा चाहिँ अझै बढी स्टेप अहेड पाउन सक्नुहुन्छ। र अर्को एउटा एकदमै इम्पोर्टेन्ट कुरा भनेको चाहिँ अहिले चाहिँ हामीले चाहिँ टेक्निकली भन्दा पनि अलिकति कम्युनिकेसन पनि कसरी गर्ने र नेटवर्किङ कसरी गर्ने भन्ने कुरा नि एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईँहरूलाई म एउटा उदाहरण पनि दिन्छु। पहिला पहिला हामीले चाहिँ युट्युबमा चाहिँ 5 मिनटको भिडियोहरू, 10 मिनटको भिडियोहरू, लामो भिडियो हेरिन्थ्यो भने अहिलेको जेनेरेसनले कसैले पनि यो 5 मिनटको भिडियोहरू हेर्न छोडिसके। अहिले सबैजनाले चाहिँ टिकटकमा चाहिँ यो 15 सेकेन्ड्सदेखि 1 मिनटको म्याक्सिमम भिडियोको लेन्थमा विभिन्न भिडियोहरू हुन्छ, त्यही नै अब्जर्भ गरिरहेको हुन्छन्। त्यही भएर यो यस्तो खालको यो जुन सिफ्ट भइरहेको छ जेनेरेसनमा, यो हामीले कसरी मिडियालाई कन्ज्युम गर्छौँ, कसैले आफ्नो म्यासेज कन्भे गर्छौँ, यो अनुसार चाहिँ हामी एकदमै कन्भर्टेबल भएर हामी पनि एडाप्ट हुनुपर्छ। र कृषि क्षेत्रमा यो अति नै आवश्यक छ क्या। किनकि हामीले यदि कृषि क्षेत्रको कुनै पनि म्यासेजलाई चाहिँ बाहिर कम्युनिटीमा दिन चाहन्छौँ भने कम्युनिटी चाहिँ कुन प्लेटफर्ममा बढी इङ्गेज हुनुहुन्छ, हामीले कसरी चाहिँ मेजोरिटी मान्छेलाई चाहिँ इङ्गेज गराउन सक्छौँ भनेर चाहिँ यो कुराहरूमा चाहिँ ध्यान पनि दिनुपर्दछ। र हामीले जब अबको जेनेरेसनलाई चाहिँ हामीले यदि प्रोफेसनल लाइफमा छिर्दैछौँ भने हामीले टेक्निकल एक्सपर्टिज, कम्युनिकेसन एक्सपर्टिज, नेटवर्क एक्सपर्टिज भनेर यो सम्पूर्ण कुराहरूलाई चाहिँ एज अ होल प्याकेजको रूपमा चाहिँ लिएर जानुपर्छ। र यही नै मेरो चाहिँ सुझाव हुन्छ यदि अहिले कसैले चाहिँ मास्टर्स अथवा ब्याचलर गर्दै हुनुहुन्छ भने। एकदमै एकदमै सम्मतले भनेको कुरामा म 100% राज एकदमै चाहिँ एग्री गर्छु। र सम्मतले अघि भनेको जस्तो अहिलेको समयमा चाहिँ मैले देखेको चाहिँ विद्यार्थीहरू एग्रिकल्चर ब्याचलर्स पढ्नु भएको होला अथवा चाहिँ मास्टर्स पढ्नु भएको विद्यार्थीहरूको पनि अलिकति बरु यो रिसर्चहरू गर्ने, पेपरहरू रिभ्यू गर्ने, पेपर पब्लिस गर्ने प्रचलन चाहिँ बिस्तारै त्यो चाहिँ मैले बढिराखेको देखिराखेको छु। र अहिले विभिन्न इन्टरनेसनल संस्थाहरू र नेपालकै विभिन्न एनजिओहरूमा पनि उहाँहरूले अलि राम्रै गरिराख्नु भएको, कुनै एउटा टेक्निकल एक्सपर्टिज भएर काम गरिराख्नु भएको देखिराखेको छु। स्टिल त्यो इम्प्रुभमेन्ट चाहिँ देखिराखेको छौँ र तिमी त्यसको अलिकति बढी चाहिँ तिमीसँग पनि त्यसको ज्ञान भएको भएर मैले यो प्रश्न तिमीलाई राख्ने। र अब मैले सम्बन्धको चाहिँ सुरुवातदेखि नै जहिलेदेखि चाहिँ मैले सम्बन्धलाई चिने त्यहाँदेखि नै वाउ लाग्ने भनेको चाहिँ सम्बन्धको युट्युबको जर्नी हो। मैले चाहिँ एज अ नन टेक्निकल गाई, यो जुन चाहिँ अब हामी त्यो ब्याकग्राउन्डबाट छैनौँ तर पनि तिम्रो इन्ट्रेस्टले, तिम्रो प्यासनले गर्दाखेरि यु हेभ स्टार्टेड युट्युब र अहिले त तिम्रो एउटा एक लेभलको युट्युबमा पोर्टफोलियो नै बनिसकेको छ। थोरै यो तिम्रो युट्युबको जर्नीलाई रिफ्लेक्ट ब्याक गरेर हेरौँ न सम्बन्ध, कहाँदेखि सुरुवात गर्यौ र अहिले मलाई थाहा छ तिमी एकदमै व्यस्त भएको भएर युट्युबमा भिडियोहरू राख्न पाएको छैनौ, तर पनि तिमी चाहिँ त्यसलाई छोडेको छैनौ, स्टिल यु आर अन द्याट। त्यो भएको भएर तिम्रो यो युट्युबको सुरुवाती जर्नी कहिलेदेखि क्रिएट गर्यौ, कस्तो खालको कन्टेन्ट राख्दैछौ अनि मान्छेले कस्तो खालको कन्टेन्ट हेर्ने रहेछन् युट्युब गर्दै गर्दाखेरि। यदि हामी अब जस्तो नेपालमा कृषि प्रसार भनेको सबैभन्दा महत्त्वपूर्ण हो। अहिले नेपालमा आइसिटीमा अलिकति बुम भइसकेपछि आइसिटी चाहिँ वान अफ द चाहिँ पोटेन्सियल चाहिँ एग्रिकल्चर एक्सटेन्सनको एउटा मिडियम हो। त्यो भएको भएर चाहिँ तिमीले सेयर गरेको कन्टेन्टहरू चाहिँ किसानहरूले कसरी चाहिँ मन पराइराख्नु भएको छ, कस्ता कन्टेन्टहरू मन पराइराख्नु भएको छ, यी यावत विषयमा थोरै कुरा गरौँ न। धन्यवाद वीरेन्द्र। युट्युबको जर्नी चाहिँ मेरो लाइफको एउटा बिगेस्ट पार्ट र अहिले चाहिँ त्यसले चाहिँ एउटा राम्रो खालको एक्सपोजर र बिगेस्ट रोल दिएको नै छ। र यसको जर्नीको कुरा गर्दा एकदम इन्ट्रेस्टिङ स्टोरी नै छ। म सुरुबाटै भन्छु। सुरुमा चाहिँ युट्युबमा चाहिँ भिडियो कसरी अपलोड हुन सुरु भयो र मैले के लाग्यो भन्दाखेरि चाहिँ म लीमा चाहिँ हाम्रो रामपुरमा चाहिँ ली जाने चलन छ। जस्तै हाम्रो लमजुङतिर, टियुतिर चाहिँ युपिए भने जस्तै गरेर म चाहिँ दैलेखमा चाहिँ लीको लागि गएको थिएँ। दैलेखको चाहिँ सुन्तला जोन, आलु जोनमा। र त्यति बेला चाहिँ जब म लीमा गएको थिएँ, लीमा जाँदाखेरि चाहिँ मैले चाहिँ मेरो रिसर्चमा चाहिँ सोइल स्याम्पलिङ गर्नुपर्ने थियो डिफ्रेन्ट अर्चार्जहरूबाट। र सोइल स्याम्पलिङ गर्दाखेरि चाहिँ मैले सोइल स्याम्पलिङ कसरी गर्ने भनेर चाहिँ एउटा सानो चाहिँ डेमो जस्तो भिडियो बनाएको थियो कि। त्यो भिडियो चाहिँ मैले युट्युबको लागि भनेर बनाएकै थिएन कि, आफूले सोइल स्याम्पलिङ लिँदाखेरि चाहिँ भिडियो बनाएर चाहिँ
पछि मलाई काम लाग्छ कि भनेर चाहिँ मैले त्यो फर्स्ट भिडियो मेरो त्यहाँ रेकर्डिङ भएको थियो र त्यो भिडियो मैले रेकर्ड गरिसकेपछि चाहिँ मलाई चाहिँ मेरो अरू साथीहरूले चाहिँ यो सोइल स्याम्पल कसरी लिने हो कसरी लिस् तैँले भनेर चाहिँ मलाई सोध्न थाले। त्यसपछि मैले चाहिँ उहाँहरूलाई चाहिँ एक्सप्लेन गर्न थालेँ यो बकेट अगर हुन्छ यस्तो यस्तो अगर हुन्छ हामीले भी सेपको नच बनाउनु पर्छ अथवा अगरलाई ट्विस्ट एन्ड टर्न गरेर डिफ्रेन्ट डेप्थमा स्याम्पल लिनुपर्छ स्याम्पललाई कसरी क्युरिङ गर्ने सबै प्रोसेसहरू भन्थेँ कि। अनि मलाई फेरि यसरी चाहिँ 2-3 जना अरूले सोध्न थाल्नुभयो कि। अनि अब मैले चाहिँ सबैलाई एक्सप्लेन गर्नुभन्दा मैले जुन रेकर्ड गरेको भिडियो छ त्यसलाई म चाहिँ युट्युबमा हालिदिन्छु। युट्युबमा हालेर त्यसलाई चाहिँ म लिङ्क सेयर गरिदिन्छु। लिङ्क सेयर गरेपछि उहाँ सबैले त्यो भिडियो हेर्नुहुन्छ अनि म चाहिँ भिडियोमा एक्सप्लेन गरिदिन्छु कि यस्तो यस्तो प्रोसेस गरेको भन्ने चाहिँ। त्यो फर्स्ट भिडियो चाहिँ अपलोड चाहिँ त्यसरी भएको। त्यो भिडियो चाहिँ मैले सोइल स्याम्पलिङ हाउ टु डु अ सोइल स्याम्पलिङ भनेर चाहिँ करिब 4 वर्ष पहिला चाहिँ मैले त्यो भिडियो अपलोड गरेको थिएँ म दैलेखमा चाहिँ लिमा हुँदाखेरि चाहिँ। अनि त्यसपछि चाहिँ त्यो भिडियो चाहिँ एकदमै सजिलो भयो क्या सबैजनालाई चाहिँ त्यो भिडियो हेरेर सोइल स्याम्पलिङ कसरी गर्ने भन्ने प्रोसेस। अनि हाम्रै त्यो अफिसहरूमा पनि किसानहरूलाई चाहिँ तालिम दिँदाखेरि चाहिँ त्यही भिडियो चाहिँ देखाए पनि हुन्छ भन्ने जस्तो कुरा आउनु थाल्यो क्या। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा पोजिटिभ मोटिभेसन पनि आयो कि जस्तै हामीले चाहिँ कृषिमा कति धेरै कुराहरू पढेका हुन्छौँ कि ब्याचलर पढ्दाखेरि अथवा मास्टर्स गर्दाखेरि हामीलाई टेक्निकल्ली कति धेरै कुरा थाहा हुन्छ तर त्यो कुरा हामीले कन्भे नै गर्न सक्दैनौँ कि। हामीले हाम्रो किसानहरूसम्म पुर्याउन पनि सक्दैनौँ। हामीले आफ्नै घरको बुवा मम्मीहरू पनि कृषिमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई पनि सेयर गर्दैनौँ कि। अथवा हामीले चाहिँ प्रोपर तरिकाले आफूले जानेको कुराहरूलाई किन कन्भे गरे छैनौँ भनेर चाहिँ मलाई एकदमै आफैलाई कस्तो कस्तो लाग्न थाल्यो कि। हामीलाई कति धेरै कुरा थाहा छ गुड प्र्याक्टिसेस के हो हामीले क्लाइमेट चेन्जहरूबाट जोगिनको लागि कस्तो खालको एग्रिकल्चर प्र्याक्टिसेस फलो गर्नुपर्छ कस्ता कस्ता खालको अर्ग्यानिक म्यान्युरहरू हुन्छन् यस्तो विभिन्न आबद्ध कुराहरू हामीले पढ्छौँ तर त्यो हामीसँग मात्र सीमित हुन्थ्यो। अनि त्यसपछि चाहिँ मैले चाहिँ यो विभिन्न यस्तो खालको इन्ट्रेस्टिङ टपिकहरूमा मैले चाहिँ भिडियोहरू बनाउन सुरु गरेँ। र त्यति बेला मलाई केले पनि सपोर्ट गर्यो भन्दाखेरि कोभिड लाग्यो। अब कोभिड लागिसकेपछि चाहिँ हामी चाहिँ सबैजना लिबाट फर्केर घरै आयौँ। घर आइसकेपछि कोभिडमा त हामी कतै पनि हिँडेनौँ करिब 4 महिना जति। यो कतै पनि नहिँड्ने टाइममा चाहिँ मैले भिडियो प्रड्युस गर्न थालेँ। मैले चाहिँ म यतिसम्म इन्ट्रेस्टेड भयो कि मैले करिब 3 दिनमा एउटा भिडियो रिलिज गर्थेँ भनेको पहिलो दिनमा चाहिँ मैले भिडियो के को बनाउने त्यसमा टेक्निकल कुराहरू के हुन्छ भनेर सबै कुराहरूको इन्फर्मेसन मैले रिसर्चको पेपरहरू पढेर अथवा अरू डिफ्रेन्ट बुक्सहरूबाट चाहिँ कलेक्ट गर्थेँ। सेकेन्ड डे चाहिँ मैले भिडियो रेकर्ड गर्थेँ। भिडियो रेकर्ड चाहिँ मैले आफैले आफ्नो स्मार्टफोन लिएर आफैले बारीमा आफ्नो किचन गार्डनमा अथवा आफ्नो रुफटप फार्मिङमा चाहिँ मैले भिडियोहरू रेकर्ड गर्थेँ। र तेस्रो दिन चाहिँ मैले भिडियो एडिटिङ गरेर भिडियोको साउन्डहरू सबै रेडी गरेर मैले चाहिँ थम्बनेलहरू रेडी गरेर त्यसलाई पोस्ट गर्थेँ। अनि 3 दिनपछि म फेरि नेक्स्ट भिडियोको टपिक खोज्न जान सुरु गरिसक्थेँ कि मैले हरेक 3 दिनमा चाहिँ एउटा भिडियो रिलिज गर्न सुरु गरेको थिएँ कि। त्यति बेला म यति एक्साइटेड र यति इन्ट्रेस्टेड भयो कि यो भिडियो बनाउनमा। अनि मेरो मेजोरिटी पार्ट अफ भिडियोहरू कन्टेन्ट क्रिएसन नै त्यही कोभिडको टाइममा भएको थियो। र मैले मेरो टोटल यो युट्युबमा चाहिँ 1000 सब्सक्राइबर पुऱ्याउनु पर्छ 4000 वाचहरू पुऱ्याउनु पर्छ भन्ने एउटा बेन्चमार्क हुन्छ कि तपाईँको त्यो मोनिटाइज हुनको लागि। त्यो मोनिटाइजको मैले पहिला कुरो मोनिटाइजहरू केही सोचेकै थिएन। मलाई जस्ट भिडियो बनाउनलाई र आफ्नो इन्फर्मेसन सेयर गर्नलाई चाहिँ खुसी लाग्थ्यो। र मैले कन्टेन्टहरू कस्तो बनाउँथेँ भन्दाखेरि चाहिँ जब हाम्रो पनि यहाँ किचन गार्डन छ। किचन गार्डनमा हाम्रै फ्यामिलीहरूले पनि हामीले तरकारीहरू लगाउँछौँ। हाम्रो रुफटप फार्म पनि छ माथिपट्टि। मेरो घर चाहिँ पोखरा हो अनि पोखराको सिटीमा भएको हुनाले रुफटप फार्मिङ पनि हामीले राम्रैसँग गरेका हुन्छौँ। अनि मम्मी र मैले चाहिँ यदि रुफटप फार्मिङमा केही गर्दाखेरि केही समस्या आयो भने चाहिँ यो समस्याको चाहिँ भिडियो बनाऊँ अनि यसलाई पोस्ट गरौँ भन्ने हुन्थ्यो। मेरो कति धेरै भिडियोहरूमा मेरो मम्मीहरूसँग पनि कोल्याब छ। मेरो भिडियोहरू मम्मीसँग पनि ड्याडीसँग पनि मेरो हजुरआमासँग पनि सबैजना हाम्रो फ्यामिली नै बसेर हाम्रो भिडियो रेकर्डिङ नै चल्थ्यो क्या। हाम्रो पुरै माथि रुफटपमा गएर हामी सबै बस्थ्यौँ अनि यसरी भिडियो भन्ने। अनि मम्मीले जस्तै लसुन लगाउनु भएको छ भने लसुन हार्भेस्ट गर्ने बेलामा चाहिँ पक्नु अहिले हार्भेस्ट गर्ने होइन हामीले यसमा आइडियाहरू दिनुपर्छ कसरी हार्भेस्ट गर्ने के गर्ने भनेर हामीले पुरा प्लान गर्थ्यौँ कि। हाम्रो यो फिल्म डिरेक्टर गर्ने जस्तै हुन्थ्यो हाम्रो यहाँ। अनि त्यसपछि चाहिँ जब मैले भिडियोहरू पोस्ट गर्न थालेँ मैले सुरुमा कौशी खेतीहरूको बारेमा भन्थेँ। कौशी खेतीमा कसरी हामीले बोराको कन्टेनरहरू बनाउन सक्छौँ बोराको कन्टेनरमा कस्तो कस्तो आइडिया गर्ने कसरी हामीले पट मिक्सरहरू बनाउने हामीले घरमा कसरी अर्ग्यानिक म्यान्युरहरू बनाउने जस्तै कति धेरै कुराहरू हुन्छ कि। जस्तै केराको पातमा हाई कन्टेन्ट अफ पोटासियम हुन्छ अन्डाको बोक्रामा हाई अमाउन्ट अफ क्याल्सियम र अरू डिफ्रेन्ट काइन्ड्स अफ कार्बोनेट्सहरू हुन्छ। यस्तै खालको चिजहरूबाट नै हामीले घरमै सजिलैसँग मलहरू बनाउन सक्छौँ कि। तर हामीलाई त्यो थाहा नै छैन। यसै गरी हामीले जुन टी ब्यागमा युज गर्ने चियापत्ती हुन्छ डुबाइसकेपछि त्यो चियापत्ती पनि एज अ गुड म्यान्युर हुन्छ प्लान्टको लागि अथवा गमलाको लागि।
यस्तै खालको सिम्पल आइडियाहरूलाई चाहिँ कलेक्ट गरेर चाहिँ भिडियो बनाउन थालियो र त्यो भिडियोले चाहिँ एकदमै छिटो राम्रैसँग अडियन्स पनि ग्र्याब गर्न सफल भयो म। अनि मलाई सबभन्दा खुसी के लाग्थ्यो भन्दाखेरि चाहिँ जस्तै मैले चाहिँ आज एउटा भिडियो बनाएँ, भिडियोमा चाहिँ मैले कौशी खेतीको बोरालाई कसरी चाहिँ सेभ गर्ने भनेर एउटा भिडियो हालेँ भने भोलि चाहिँ मैले मेरो पारीको छिमेकी आन्टीको छतमा हेऱ्यो भने उहाँले त्यो भिडियो हेरेर त्यो बोरालाई त्यस्तै बनाइसक्नुहुन्थ्यो क्या। अनि उहाँले चाहिँ बाबु मैले यो गरेँ नि, यो गर्दा एकदमै राम्रो हुँदो रहेछ भनेर त्यसरी सेयर गर्नुहुन्थ्यो क्या। अनि जब आफूले भनेको आइडियाहरू चाहिँ अरूलाई हेल्पफुल हुन्छ होइन, अनि उहाँको फिडब्याक पाइन्छ नि, त्यो जस्तो इन्सपिरेसन, त्यो जस्तो मोटिभेसन चाहिँ केही पनि हुँदो रहेछ। अनि त्यो पछि चाहिँ मलाई कसले रोक्ने म त बारीमा जाने, मकैमादेखि लिएर लोकसदेखि लिएर विभिन्न जे कृषिमा मैले सक्छु, मैले बुझेको छु, कलमी कसरी गर्ने, इयर लेयरिङ कसरी गर्ने, ग्राफ्टिङ कसरी गर्ने, अनि प्लान्टिङ कसरी गर्ने, यस्तो सम्पूर्ण कुराहरूमा चाहिँ मैले भिडियो बनाएँ। र अहिले मसँग चाहिँ मेरो च्यानलमा अल टुगेदर 200वटा भिडियो छ कृषि सम्बन्धी। र मैले 200वटा भिडियो बनाउँदाखेरि चाहिँ मेरो यो सब्सक्राइबर चाहिँ अहिले चाहिँ 30,000 भन्दा बढी चाहिँ मसँग अहिले युट्युबको परिवार हुनुहुन्छ। र युट्युब मात्र नभइकन मैले चाहिँ टिकटकमा पनि पोस्ट गर्न थालेँ, किनकि युट्युबमा चाहिँ युट्युबभन्दा टिकटक जब ग्रो हुन थाल्यो धेरै जसो अडियन्सहरू टिकटकमा जान थाल्नुभयो। अनि अब जहाँनिर अडियन्स हुनुहुन्छ त्यहीँ त आफ्नो मेसेजहरू कन्भे गर्ने। त्यसपछि मैले फेरि टिकटकहरूमा पनि भिडियोहरू पोस्ट गर्न थालेँ र अहिले मेरो टिकटकमा चाहिँ त्यस्तै 26,000 27,000को चाहिँ फलोवरहरू हुनुहुन्छ। अनि यसै गरी मैले चाहिँ जस्तै मैले आफ्नो सोसल मिडियाहरूलाई नि क्याटेगोराइज गरेको छु कि, जस्तै मैले लिङ्कडिनमा चाहिँ मेरो एकाडेमिक कुराहरू, मेरा रिसर्चका कुराहरू, अनि यसै गरी मैले विभिन्न यो प्रोफेसनल लाइफका कुराहरू चाहिँ लिङ्कडिन युज गर्छु। मैले युट्युब भनेको चाहिँ लङ टर्म भिडियोहरूको लागि जुन चाहिँ इन्फर्मेटिभ होस्, एकदमै डिटेल भिडियोहरूको लागि चाहिँ युट्युब युज गर्छु भने टिकटक भनेको चाहिँ सर्ट भिडियोहरू जसले चाहिँ क्विक म्यासेज दियोस् कि। जस्तै तपाईँले चिया खानु गयो, चियाको त्यो चियापत्तीलाई चाहिँ तपाईँले माटोमा हालिदिनुहोस्, त्यो एकदम राम्रोसँग मल हुन्छ भनेर यस्तो सर्ट कन्टेन्टहरू चाहिँ टिकटकमा हाल्छु। त्यसरी चाहिँ मैले चाहिँ डिफ्रेन्ट लेभल अफ अडियन्स, जुन चाहिँ यङ जेनेरेसन जुन टिकटकमा हुनुहुन्छ, युट्युबमा चाहिँ यङदेखि ओल्ड जेनेरेसन, र जुन प्रोफेसनल र टेक्निकल र रिसर्च ग्रुप हुनुहुन्छ, सबैलाई चाहिँ कभर गर्ने र आफ्नो कामहरू एक्सपोज गर्ने कुराहरूमा चाहिँ आबद्ध रहिरहेको छु यो सोसल मिडियाको थ्रुबाट वीरेन्द्र। एकदमै राम्रो। र सम्मतलाई मेरो चाहिँ एउटा छोटो जिज्ञासा, तिमीले अघि सुरुवातमा त्यो 3 दिनको एभ्री 3 डेमा तिमीले एउटा भिडियो पोस्ट गर्छु भनेर भन्यौ। सुरुवातको पहिलो दिन चाहिँ तिमीले त्यसको के विषयमा भिडियो बनाउने, त्यसको त्यो टेक्निकल नो हाउ जान्ने, र दोस्रो दिनमा सुट गर्ने, र तेस्रो दिनमा एडिट गरेर त्यसलाई चाहिँ पोस्ट गर्ने भनेर भन्यौ। तिमीले कति समयसम्म चाहिँ यो यसलाई चाहिँ कन्टिन्यू गर्यौ? किनभने युट्युब भनेको सबैभन्दा महत्त्वपूर्ण चिज भनेको कन्सिस्टेन्सी रहेछ। जे कुरामा पनि हो, कन्सिस्टेन्सी भन्ने कुरालाई चाहिँ कसैले पनि बिट गर्न सक्दैन। यदि कुनै पनि सानो चिज कन्सिस्टेन्टली गरिराख्यो भने त्यसले दिने सफलता भनेको चाहिँ कुनै एउटा दामी चिज चाहिँ 1-2 दिन गर्नुभन्दा सामान्य चिज तिमीले कन्सिस्टेन्टली गरिराख्नु भनेको त्यसले चाहिँ लङ रनमा एकदमै धेरै फाइदा दिन्छ। तिमीले कति समयसम्म त्यो प्र्याक्टिस गर्यौ? त्यो कोभिडको बिचमा मात्रै गर्यौ कि त्योभन्दा पछाडिको समयमा पनि गरिराख्यौ? मैले चाहिँ अब सुरुमा भिडियो बनाउँदाखेरि चाहिँ यो एक्साइटमेन्टमै हामीले चाहिँ अब डिफ्रेन्ट भिडियोहरू निकाल्यो। जुन मैले त्यो 3 दिनमा भिडियो निकाल्थेँ त्यो चाहिँ मैले सुरुमा चाहिँ गरेँ। तर तिमीले भने जस्तै यो पेसलाई मेन्टेन गर्न चाहिँ निकै नै गाह्रो हुन्छ, किनकि एभ्री 3 डेजपछि तपाईँ फेरि नयाँ भिडियोको लागि सोच्नु पऱ्यो, फेरि रेकर्डिङ गर्नु, फेरि एडिटिङ गर्नु पऱ्यो। तपाईँको त लाइफ नै त्यस्तै हुन्छ कि। त्यही भएर कोभिडको बेलामा चाहिँ मसँग एकदमै धेरै फुर्सद थियो। त्यति बेला चाहिँ मैले यो प्याटर्न फलो गर्न सकेँ। मैले करिब 1 देखि 2 महिना जति यो प्याटर्न चाहिँ फलो गरेँ। त्यसपछि चाहिँ म चाहिँ अब हरेक 3 दिनमा भन्दा पनि हरेक 1 हप्तामा एउटा कन्टेन्ट निकाल्ने भनेर त्यसरी मैले चाहिँ टाइम म्यानेजमेन्ट गर्न थालेँ। जब अब मैले चाहिँ कोभिड सकेपछि म अब फेरि मास्टर्समा पनि इनरोल हुनुपर्ने थियो। फेरि यही टाइममा मैले चाहिँ इन्टरनेसनल लेभलमा भोलिन्टियरहरू पनि गर्थेँ, अनि अरू विभिन्न कुराहरूमा इङ्गेज हुनाले चाहिँ टाइम म्यानेजमेन्ट गर्नलाई पछि मैले 1 विकको ग्यापमा चाहिँ एउटा भिडियोहरू लन्च गर्थेँ। अनि अब एग्रिकल्चरमा चाहिँ कहिले के पनि हुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ टाइम बाउन्ड चाहिँ प्लान्टको ग्रोथसँग हुन्छ कि। अब जस्तै मैले एउटा भिडियो मेरो 3 महिनामा बल्ल कम्प्लिट भएको भिडियो थियो कि। जस्तै मैले चाहिँ लसुनको पोटी रोपेर लसुनलाई हार्भेस्ट गर्नसम्म, सिड टु सिड नभनौँ, क्लोप टु हार्भेस्टिङ अफ गार्लिकसम्मको स्टेजलाई चाहिँ एउटा भिडियोमा क्याप्चर गर्नुपर्छ भने त्यो भिडियो चाहिँ 4 महिनाको भन्दा बढीको हुन्छ कि।
सुरुमा तपाईँले कसरी क्लोभहरू सेलेक्सन गर्ने, कसरी लगाउने गर्नु पर्यो, त्यसपछि त्यसको इन्टरकल्चर अपरेसनहरूको एक्सप्लेन गर्नु पर्यो, त्यसपछि चाहिँ हार्भेस्टिङसम्म जाँदाखेरि चाहिँ कुनै कुनै भिडियो मेरो 4 महिनामा कम्प्लिट भएको पनि छ, कुनै यस्तो पनि छ। अनि पछि चाहिँ जब मैले राम्रोसँग भिडियोहरू बनाउन थालेँ तब मेरो चाहिँ यो सबै कुरा प्लान हुन थाल्यो कि जस्तै मेरो अहिले मैले लसुनको फर्स्ट पार्ट रेकर्ड गरेँ भने त्यसको मैले एउटा फोल्डर बनाएर राख्थेँ, त्यसपछि हार्भेस्टिङसम्मको सबै एक्टिभिटीको त्यसमा हाल्थेँ, त्यति बेलासम्म बिचमा अरू भिडियो नि आउँथे। अनि त्यसले गर्दाखेरि एउटा टाइम म्यानेजमेन्ट अनि कन्टेन्टको यो ओभरअल आफ्नो कन्टेन्ट म्यानेजमेन्ट, पोस्टिङ होइन, अनि सेड्युल पोस्टिङहरूको सम्पूर्ण इन्फर्मेसन चाहिँ आयो। र अर्को कन्सिस्टेन्सीमा मलाई मेन केले हेल्प गर्यो भन्दाखेरि चाहिँ जस्तै जब मैले चाहिँ भिडियो हालिसकेपछि मैले फिडब्याक पाउँथेँ नि, कमेन्टहरू पढ्थेँ नि मेरो युट्युबको, त्यसमा चाहिँ कति धेरैजनाले यो एकदमै राम्रो, यसलाई कसरी गर्ने भन्नुहुन्थ्यो। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई इन्करेजिङ भयो कि मैले गरेको कुराहरूले चाहिँ कति इम्प्याक्ट पारेछ ग्राउन्ड लेभलमा भन्ने थाहा भएपछि चाहिँ आफूलाई मोटिभेसन हुँदो रहेछ, इन्सपिरेसन हुने रहेछ। र प्लस मेरो घरमा पनि मम्मीहरूले अथवा यहाँ हाम्रो किचन गार्डन अनि रुफटप फार्महरू गर्दाखेरि पनि हामीले भिडियो रेकर्ड गरेपछि चाहिँ हाम्रै टोलहरूमा पनि रमाइलो के तपाईँको छोराले हालेको भिडियो चाहिँ मैले यो हेरेँ नि भन्ने, कसैले चाहिँ तिमीले हालेको भिडियो एकदमै राम्रो रहेछ भन्ने। अनि यसले गर्दाखेरि चाहिँ एउटा पोजिटिभ फिडब्याक लुप क्रिएट भयो कि भिडियो हालिसकेपछि मान्छेहरूलाई इम्प्याक्ट पनि पर्ने, उहाँहरूलाई फाइदा पनि हुने र उहाँहरूले चाहिँ हामीलाई फिडब्याक पनि दिने। त्यो भइसकेपछि चाहिँ एउटा कन्स्ट्यान्ट पोजिटिभ फिडब्याक लुप आएपछि चाहिँ त्यसले चाहिँ यो पेसलाई मेन्टेन गर्न सक्यो। र तिमीले भने जस्तै अहिले चाहिँ अलिकति गाह्रो भएको छ, किनकि म अहिले इन्टरनेसनल लेभलमा काम गर्दाखेरि चाहिँ अब पहिलाको जस्तो आफ्नै किचन गार्डन छैन, आफ्नै रुफटप फार्म छैन। अनि प्लस अब अरू कन्ट्रीहरूमा चाहिँ फार्महरू एकदमै टाढा हुन्छ कि हाम्रो जस्तो त्यो घरको नजिकै एउटा फार्म हुँदैन उहाँहरूको सिटी एरिया कम्प्लिटली सिटी हुन्छ र फार्मिङ एरिया चाहिँ कन्ट्री साइडतिर ठुलो फार्म हुन्छ होइन। त्यही भएर मैले अहिले चाहिँ त्यति धेरै चाहिँ यस्तो खालको कन्टेन्टहरू यो युट्युबमा चाहिँ कृषि सम्बन्धित चाहिँ हाल्न सकेको छैन। त्यही पनि मैले टाइम मिलाएर चाहिँ खिचि नै राखेको हुन्छु र यसलाई चाहिँ अझै म कन्टिन्यू चाहिँ गर्छु, जति अपर्च्युनिटी पाइन्छ त्यही अनुसार चाहिँ बनाइहाल्छु भिडियो भन्ने चाहिँ सोचिरहेको हुन्छु। एकदमै इन्सपाइरिङ सम्बन्ध, यो जर्नी नै एकदमै इन्सपाइरिङ छ तिम्रो यो युट्युबको पनि। र मैले हामीलाई यतिखेर हेरिराख्नु भएको अडियन्सहरूलाई पनि के भन्न चाहन्छु भने सम्बन्धको भिडियोहरू एकदमै इन्फर्मेटिभ हुन्छन् र तपाईँहरूलाई यो कृषिसँग सम्बन्धित सानो टेक्निकल नोहाउ, कसरी चाहिँ करेसा बारीमा तरकारी खेती लगाउने, कसरी कुनै पनि यो विषादी छर्किने अथवा चाहिँ कसरी हाम्रा यो कीटनाशक चिजहरूलाई, किराहरूलाई कन्ट्रोल गर्ने, रोगलाई कन्ट्रोल गर्ने भन्ने साना कुराहरूमा सम्बन्धले भिडियो बनाइराखेका छन्। तपाईँहरू पनि यो मैले भिडियोको लिङ्क चाहिँ युट्युबको लिङ्क चाहिँ म हाम्रो डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ। अब म सम्बन्धसँग कुराकानी गर्दाखेरि म अलिकति अब अहिले सम्बन्धले इन्टरनेसनल लेभलमा एग्रिकल्चर क्षेत्रमा काम गरिराखेका छन्, साइड बाई साइड बायोडाइभर्सिटीलाई चाहिँ अगाडि बढाइराखेका छन्, क्लाइमेट चेन्जको क्षेत्रमा पनि थोरै बहुत काम गरिराखेका छन्। र तिमी नेपालमै रहिरहँदा इन्टरनेसनल एक्सपोजर हुनभन्दा अगाडिपट्टि हामीलाई नेपाल नै कृषि हो जस्तो लाग्थ्यो। नेपाललाई अब हामीले चाहिँ अलिकति एक्जाजरेट गरेर भन्ने गर्छौँ, नेपाल कृषि प्रधान देश, नेपालमा कृषिको सम्भावना यति धेरै छ भनेर भन्ने गर्थ्यौँ होइन त। अनि तिम्रो त्यो अपब्रिङिङमा बसेको मान्छे, हुर्केको मान्छे, पढेको मान्छे, तिमी चाहिँ इन्टरनेसनल लेभलमा कृषि क्षेत्रमा कुनै एउटा संस्था छ भने त्यो छ भन्ने खालको संस्थामा तिमी काम गरिराखेका छौ अहिले। र त्यहाँसम्म पुग्दै गर्दाखेरि चाहिँ तिमीले नेपालको कृषिलाई हामीले जसरी हेर्थ्यौँ, नेपालको कृषि अहिले इन्टरनेसनल एग्रिकल्चरको सिनारियो कस्तो लाग्यो तिमीलाई, आफ्नो पर्सनल पर्सपेक्टिभ? र अलिकति बढी तिमी बायोडाइभर्सिटीमा काम गरिराखेको भएर अहिले नेपालमा पनि हेर, अब जस्तो नेपालमा अहिले नेपालले पनि बायोडाइभर्सिटीमा टु सम एक्सटेन्ट राम्रै गरिराखेको छ। हाम्रो केही समय अगाडि 10 वर्ष अगाडिमा बाघको सङ्ख्या अहिले चाहिँ उसको डबलभन्दा बढी भइराखेको रिपोर्टहरू हामीले पढिराखेका छौँ। फरेस्टको मात्रा बढिराखेको पनि हामीले रिपोर्टहरू पढिराखेका छौँ। मिनवाइल हामीसँग भएको एग्रिकल्चरको जेनेटिक रिसोर्सेसहरू फेरि डिप्लिट भइराखेको अवस्था छ। अहिलेको क्लाइमेट चेन्ज, विभिन्न चाहिँ अहिलेको अनफेभरेबल इन्भाइरोमेन्ट कन्डिसनले गर्दाखेरि यो सबै कुराहरूलाई तिमीले अलिकति चाहिँ बर्ड आई भ्यूबाट हेर्दै गर्दाखेरि कस्तो पाएका छौ?
प्रश्नको लागि धेरै धेरै धन्यवाद वीरेन्द्र। अब म चाहिँ सम्पूर्ण कुरामा एक्सपर्ट त नहोला, तर मेरो पर्सनल एक्सपिरियन्सको आधारमा चाहिँ म चाहिँ आफूले थाहा पाएको कुरा र बुझेको कुराहरू बोथ नेपालको लेभल र इन्टरनेसनल लेभलमा सेयर गर्न चाहन्छु कि जस्तै सुरुमा चाहिँ जब म नेपालमै लिबरमा कार्यरत थिएँ, लिबरमा चाहिँ म डोटी, सुर्खेत अनि यस्तै गरेर अरू विभिन्न जिल्लाहरूमा चाहिँ 5वटा जिल्लाहरूमा चाहिँ काम गरेको थिएँ, 4-5वटा जिल्लामा। अनि जब त्यति बेला म कार्यरत थिएँ, त्यति बेला चाहिँ मैले चाहिँ ग्रामीण कृषि पनि देखेँ कि जस्तै म पहिला पोखरामा हुँदा, रामपुरमा हुँदाखेरि चाहिँ हाम्रो अलिकति सिटी एरियाको फार्मिङहरू हुन्थ्यो भने जुन डोटी, दैलेखहरूमा हुने कृषिहरू भनेको चाहिँ क्वाइट डिफ्रेन्ट। त्यहाँ चाहिँ अब किसानहरूले चाहिँ सबैकोमा चाहिँ आफ्नो करेसाबारी छ, आफ्नो किचन गार्डनहरू छ, जहाँ चाहिँ उहाँहरूले विभिन्न खालका बिरुवाहरू लगाउनुहुन्छ विविधता मेन्टेन गरेर होइन। अनि त्यसै गरी चाहिँ उहाँहरूले चाहिँ सिजनल रूपमा चाहिँ धान खेती अथवा सिजनल रूपमा चाहिँ गहुँ खेती त्यसरी गर्नुहुन्थ्यो। र जुन तिमीले भनेअनुसार नै नेपालको चाहिँ अब हामीले चाहिँ कृषि प्रधान देश भनिन्छ। हाम्रो अराउन्ड 62% इफ आई एम नट रङ होइन, 62% पपुलेसन चाहिँ कृषिमा आबद्ध छ भनिन्छ। तर इन्टरनेसनल लेभलमा कम्पेयर गऱ्यो भने चाहिँ यो ठ्याक्कै नै अब कम्पेयर गर्न मिल्छ कि मिल्दैन नि मलाई थाहा छैन होइन। बट इन्टरनेसनल लेभलमा त ओन्ली 5% अफ पपुलेसन विल वर्क अन एग्रिकल्चर, किनकि रेस्ट अफ द पपुलेसन कि त टुरिज्ममा कि त बिजनेसमा कि त यो डिफ्रेन्ट काइन्ड्स अफ गुड्सहरूको प्रोडक्सनहरूमा सर्भिसहरूमा चाहिँ इङ्गेज हुन्छ। र एकदमै स्पेसिफिक पोर्सन अफ द पपुलेसन मात्र चाहिँ टोटल्ली चाहिँ एग्रिकल्चरमा इङ्गेज हुन्छ। र विदेशको एग्रिकल्चर भनेको चाहिँ मोस्ट अफ द एग्रिकल्चर वाट आई सी इज द मोनोकल्चर। किनकि यदि हामीले विभिन्न देशहरूको कुरा गऱ्यौँ भने जस्तै व्हिट प्रोडक्सनको मेन मेन देशहरूको कुरा गऱ्यौँ, म त्यसको नाम चाहिँ लिँदिनँ होइन। त्यस्तै गरेर हाम्रो क्यानाडाहरूदेखि अरू विभिन्न देशहरूमा चाहिँ मोनोकल्चरहरू एकदमै हाई छ कि उनीहरूले चाहिँ लगभग मकै लगायो भने हेक्टर्स अफ हेक्टर्स ल्यान्डमा मकै मात्र हुन्छ, गहुँ लगायो भने हेक्टर्स अफ हेक्टर्स ल्यान्डमा चाहिँ गहुँ मात्र हुन्छ होइन। र कमर्सियल फार्मरहरू हुन्छ, उनीहरूले हाइली मेकानाइज्ड कुराहरूले चाहिँ फार्मिङ गरेका हुन्छन्। उनीहरूको चाहिँ पुरै लेभलिङ सिस्टमहरू, अटोनोमस ट्र्याक्टरहरू, अटोनोमस थ्रेसर, हार्भेस्टरहरूदेखि लिएर सम्पूर्ण कुराहरू युज गरेर उहाँको फार्मिङ हुन्छ। त्यसको कम्प्लिटली कन्ट्रास्ट हामीले कम्पेयर गर्न अलिक मिल्दैन होला। नेपालको त अब हाम्रो जियोग्राफिकल डिफिकल्टी, हाम्रो ल्यान्डहरूको डिस्ट्रिब्युसनहरूको कारणले गर्दा पनि हाम्रो त सानसानो गराहरू हुन्छन्, खेतीपाती पनि थोरै ठाउँमा हुन्छ। त्यस्तै गरी हामी चाहिँ सबैजना कृषिमा आबद्ध छौँ कि हामी लगभग लगभग अब तिम्रो पनि घरमा पक्कै पनि मम्मीले केही न केही तरकारी लगाउनुहुन्छ, मेरो पनि घरमा मेरो मम्मीले केही न केही तरकारी लगाउनुहुन्छ। वी आर अल्सो काइन्ड अफ सेल्फ प्रोड्युसर, स्मल होल्डर प्रोड्युसर छौँ हामी। त्यही भएर यो चाहिँ ड्रास्टिकली डिफ्रेन्ट छ। र मलाई चाहिँ जब बायोडाइभर्सिटीको पर्सपेक्टिभ र क्लाइमेट चेन्जको पर्सपेक्टिभमा हेर्छु भने चाहिँ हाम्रो फार्मिङ मेथड चाहिँ राम्रो हो भनेर म भन्न सक्छु कि किनभने हामीले जब एउटा किचन गार्डनमा हामीले तरकारी पनि लगाउँछौँ, हामीले थोरै फलफुलका बोट पनि लगाउँछौँ, थोरै डाले घाँसहरू पनि लगाउँछौँ, हामीले थोरै त्यसमा चाहिँ पानीलाई कसरी सङ्कलन गर्ने छतबाट भनेर त्यो पनि बनाएका हुन्छौँ। त्यसै गरी गाई भैँसी पालेका छौँ भने नेपालको खेतहरूमा त्यही गाई भैँसीको मललाई कसरी माटोमा हाल्ने पनि भनेर हामीले सम्पूर्ण यो इकोसिस्टमलाई म्यानेज गर्ने तरिकाले डाइभर्सिफाई भएर फार्मिङ गरेका हुन्छौँ। यदि हामीले यो डाइभर्सिफाई फार्मिङलाई मेन्टेन गर्न सक्यौँ भने हामीले हाम्रो जैविक विविधतालाई जोगाउन सक्छौँ। हामीले यो टोटल एग्रो इकोलोजीमा पाइने कम्पोनेन्टहरूको चाहिँ प्रोपर र अप्टिमाइज युटिलाइजेसनहरू गर्न सक्छौँ। त्यही भएर मलाई चाहिँ हाम्रो यो डाइभर्सिफाइड फार्मिङ चाहिँ मनपर्छ। तर हामीले चाहिँ यो डाइभर्सिफाइड फार्मिङलाई चाहिँ कसरी कमर्सियल्ली चाहिँ एक्सपोर्ट लेभलसम्म लाने भनेर चाहिँ प्लानिङ र प्रोसेसमा चाहिँ एकदमै ठुलो ग्याप छ कि। अब मानिलिउँ कि हामी सबैले चाहिँ सानसानो खेती गऱ्यौँ भने त मास प्रोड्युसर को त नि। अब हामीले कुनै एउटा फ्याक्ट्रीलाई चाहिँ मकै बेच्नुपर्ने हो भने कुन चाहिँ किसानको यस्तो थोरै उत्पादन भएकोले चाहिँ पुग्छ त नि त्यो फ्याक्ट्रीको डिमान्डलाई। त्यो कुराहरूमा चाहिँ हामीले विशेष ध्यान दिनुपर्दछ। त्यही भएर मलाई के लाग्छ भने हामीले चाहिँ बोथ यो कमर्सियल फार्मिङ नभनौँ, मार्केट डिमान्ड ओरिएन्टेड फार्मिङ र कसरी हामी चाहिँ क्लाइमेट चेन्ज र बायोडाइभर्सिटीलाई चाहिँ एज अ होल नेक्ससको रूपमा चाहिँ हेर्ने भनेर चाहिँ हामीले चाहिँ ग्लोबल लेभलमा चाहिँ इनिसिएटिभहरू सुरु गरिरहेका छन्। जस्तै क्लाइमेट चेन्जलाई मात्र नहेरिकन बायोडाइभर्सिटीलाई छुट्टै नहेरिकन दुइटालाई एज अ नेक्ससको रूपमा युज गरेर अझ क्लाइमेट चेन्ज, बायोडाइभर्सिटी र एग्रिकल्चर नेक्सस एज अ होल चाहिँ हामीले चाहिँ कसरी यसलाई चाहिँ होलिस्टिक प्याटर्न र अप्रोचमा चाहिँ हामीले
टुगेदर लिएर आएर हाम्रो एक्सनहरू इन्टिग्रेट गर्न सक्छौँ भनेर चाहिँ हामीले ग्लोबल लेभलमा हेर्नुपर्दछ। जस्तै अब क्लाइमेट चेन्जमा हामीले चाहिँ डिफरेस्टेसन नगर्ने, एफोरेस्टेसन बढाउने भनेर एउटा मात्र एक्सन त्यतातिर गर्ने, बायोडाइभर्सिटीमा चाहिँ हामीले चाहिँ क्रपको डाइभर्सिफाई गर्नुपर्छ अथवा अर्गानिजमको बायोडाइभर्सिटी लसलाई घटाउनुपर्छ भने त्यहाँ मात्र एउटा एक्सन गर्ने, फेरि अर्को एग्रिकल्चरमा एउटा एक्सन गर्ने। यसरी डिफ्रेन्ट एक्सनहरू गर्नुभन्दा इन्टिग्रेटेड एप्रोचमा आएर चाहिँ कुनै सिनर्जिस्टिक एक्सनहरूले चाहिँ तिनटै फिल्डहरूलाई चाहिँ बेनिफिट हुने तरिकाले चाहिँ हामीले ग्लोबल वान एप्रोचमा चाहिँ काम गर्नुपर्ने तरिकाले चाहिँ अहिले कन्सेप्टहरू डेभलप भइरहेको नै छन्। र बायोडाइभर्सिटीको कुरा गर्दाखेरि चाहिँ नेपाल चाहिँ ग्लोबल लेभलमा बायोडाइभर्सिटीमा 49th लेभलमा पर्छ र करिब वर्ल्डको बायोडाइभर्सिटीको 1.3% बायोडाइभर्सिटी चाहिँ नेपालमा होस्ट भएका छन्। र नेपाल यति हुन्छ नि यो प्राकृतिक सम्पदाहरूले चाहिँ ब्लेस छ कि होइन, हामीसँग चाहिँ 118 इकोसिस्टम छ कि, 118वटा इकोसिस्टमको टाइप छ, डिफ्रेन्ट टाइप्स, र हामीसँग चाहिँ करिब 35वटा भन्दा बढी फरेस्टका टाइप्सहरू छन्। अब यो त सबै हामीले इकोसिस्टम र फरेस्ट भन्यौँ। एग्रिकल्चरमा छिर्यौँ भने त तपाईँले जुम्लामा कति थरीका सिमी छन् भनेर मात्र अध्ययन गर्नुभयो भने तपाईँको इन्टायर लाइफको, यदि तपाईँले त्यो जुम्लाको बिनहरूको जेनेटिक्सदेखि लिएर सबै कुरा अध्ययन गर्नुभयो भने कुनै एउटा व्यक्तिको रिसर्चरको लाइफ नै त्यसमै इङ्गेज पनि हुनसक्छ कि। हामीसँग एकदमै बढी डाइभर्सिफाइड भेजिटेसनहरू छ, डाइभर्सिफाइड क्रप्सहरू छ। त्यही भएर हामीले यो जब जैविक विविधतालाई जोगाउन सक्छौँ, त्यो भएपछि हामीले क्लाइमेट चेन्जको इफेक्टलाई पनि रिड्युस गर्न सक्छौँ कि। जस्तै एउटा भनिन्छ नि, हामीले यदि मोनोकल्चर प्र्याक्टिस गरेका छौँ भने, मोनोकल्चरमा धान लगाइराखेको छ भने क्लाइमेट चेन्ज हुँदाखेरि, जलवायु परिवर्तन हुँदाखेरि एउटा यस्तो स्टेज आउँछ, त्यति बेला चाहिँ त्यो धानलाई असर गर्ने इन्सेक्ट पेस्टहरू एकदमै ह्याभक रूपमा आउँछन्, अथवा त्यो इन्भाइरोमेन्ट नै यति मजाले चेन्ज भइसकेको हुन्छ कि हाम्रो धान नै त्यसमा एडप्टिभ नहुने खालको पनि हुनसक्छ। यस्तो केसमा चाहिँ हामीले जब प्रोडक्सनलाई डाइभर्सिफाई गर्छौँ, हामीले धान मात्र नलागिकन धानसँग भेजिटेबल, फ्रुट चाहिँ त्यसले त्यसले हाम्रो रेजिलियन्सलाई चाहिँ इन्क्रिज गर्दछ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। र जुन तिमीले चाहिँ लास्ट पार्टमा जेनेटिक रिसोर्सहरूको कुरा गर्यौ, यदि अहिले हामीले बायोडाइभर्सिटी र ग्लोबल लेभलमा जेनेटिक रिसोर्सहरूको कुरा गर्ने हो भने चाहिँ, जस्तै ग्लोबल लेभलमै कति धेरै बेस्ट प्र्याक्टिसेसहरू चाहिँ आइडेन्टिफाई भएका छन्। अहिले भर्खरै एफएओले चाहिँ 2टा ठुलो खालको एसेसमेन्ट रिपोर्टहरू लन्च गरेको छ। एउटा भनेको चाहिँ उनीहरूले चाहिँ एउटा चाहिँ प्लान्ट जेनेटिक रिसोर्स, वर्ल्ड स्टाटस अन द प्लान्ट जेनेटिक रिसोर्स, अर्को एउटा चाहिँ वर्ल्ड स्टाटस अन द फरेस्ट जेनेटिक रिसोर्स। करिब 10 वर्षको अनुसन्धान र 10 वर्षको यो सबै स्टक टेकिङ प्रोसेसहरूबाट चाहिँ ग्लोबल लेभलको यो 2टा रिपोर्ट पब्लिस भएको छ। यो रिपोर्ट चाहिँ गत महिना नै पब्लिस भएको थियो, र यो 2टै रिपोर्टले चाहिँ हाम्रो अहिलेको ग्लोबल लेभलमा प्लान्ट जेनेटिक रिसोर्स र फरेस्ट जेनेटिक रिसोर्सको अवस्था के छ भनेर चाहिँ एक्सप्लेन गरेको छ। यदि त्यो रिपोर्टको मैले संक्षिप्तमा केही कुरा भन्ने हो भने चाहिँ, जस्तै त्यो रिपोर्टले चाहिँ केही विभिन्न प्र्याक्टिसेसहरूलाई चाहिँ एकदमै राम्रो मानेको छ। जस्तै पहिलो भनेको कम्युनिटी फरेस्ट म्यानेजमेन्ट, जसलाई चाहिँ सामुदायिक वन भनिन्छ। र त्यो रिपोर्टमा पनि मेन्सन भएको छ कि सामुदायिक वन मध्ये चाहिँ विश्वभरि नै नेपालमा पनि सामुदायिक वनको चाहिँ एकदमै राम्रो नेटवर्क छ, जुन हाम्रो चाहिँ फेको फन्डदेखि लिएर हाम्रो कम्युनिटी फरेस्ट म्यानेजमेन्ट सिस्टमको इन्टायर नेटवर्क छ। यो चाहिँ वान अफ द स्ट्यान्ड आउट थिङ छ क्या हाम्रो नेपालको लागि। त्यसपछि त्यो रिपोर्टमा मेन्सन भएको दोस्रो चिज भनेको चाहिँ हाम्रो कम्युनिटी सिड ब्याङ्क, सामुदायिक बिउ ब्याङ्क, जुनमा चाहिँ हामीले एउटा कुनै समुदायलाई नै आफ्नो विभिन्न जैविक विविधता भएका बालीहरूका सिडहरूलाई चाहिँ आफैले सङ्कलन गर्ने, आफैले त्यसलाई भण्डारण गर्ने र त्यसैलाई रोपेर चाहिँ त्यसको प्रोजेनीलाई मेन्टेन गर्ने खालको यो कम्युनिटी सिड ब्याङ्क हामीले नेपालमा पनि अहिले एकदमै व्यापक रूपमा चाहिँ बढिरहेको छ। जुन कम्युनिटी सिड ब्याङ्कको एसोसिएसन पनि छ, अम्ब्रेला एसोसिएसन, यो सेकेन्ड प्र्याक्टिस रहेको छ। यस्तै गरी अरू विभिन्न खालको जस्तै पिजिएस, जसलाई चाहिँ पार्टिसिपेटरी ग्यारेन्टी सिस्टम भनिन्छ। तपाईँले यदि कर्णालीको कुरा गर्नुहुन्छ भने कर्णाली प्रदेशले चाहिँ यो पिजिएस सिस्टमलाई चाहिँ एकदमै बढी सपोर्ट गरेर चाहिँ अगाडि बढाइरहेको छ। हो, यो खालका ग्लोबल्ली रिकगनाइज भएका प्र्याक्टिसहरू पनि नेपालमा छैनन् भन्न मिल्दैन। छ, अहिले हामीले यो जेनेटिक रिसोर्सहरू डिप्लिट त भएका छन्, तर तिनीहरूलाई जोगाउनको लागि चाहिँ नेपालमा पनि विभिन्न प्रयासहरू भएका छन्। र त्यो रिपोर्टहरूमा पनि नेपाल चाहिँ मल्टिपल ठाउँमा मेन्सन भएका छन् कि नेपालमा गरिएका यी कम्युनिटी सिड ब्याङ्कका कामहरूदेखि लिएर
लिएर अरू कुराहरू पनि मेन्सन छन्, बोटानिकल गार्डनका मेन्सन छन्। र मलाई के लाग्छ भने अब हामीले चाहिँ यस्ता खालका यो ग्रुप प्र्याक्टिसेसहरूलाई चाहिँ हाम्रो सबै प्रदेशहरूमा अथवा हामीले नेसनल लेभलमै फेडरल लेभलबाट नै अगाडि लान कसरी सकिन्छ, हाम्रो प्लान र पोलिसी अनुसार नै कसरी अगाडि बढाउन सकिन्छ भनेर चाहिँ विचार गर्नुपर्छ जस्तो लाग्छ। र यदि हामीले यो गर्न सक्यो भने हामीसँगै भएका जस्तै यो सामुदायिक वन, हाम्रो यो सामुदायिक बिउ ब्याङ्क, यसै गरी पिडिएस सिस्टमहरूलाई चाहिँ राम्रोसँग गरियो भने हामीले यो बायोडाइभर्सिटीलाई हामीले इन्हान्स पनि गर्न सक्छौँ, कन्जर्भ पनि गर्न सक्छौँ। र त्यसपछि हामीले चाहिँ यसले चाहिँ हाम्रो फुड सेक्युरिटी र न्युट्रिसनल सेक्युरिटीमा नि असर गर्न सक्छौँ। र थोरै पनि जोडे, जस्तै हामीले चाहिँ अबको जेनेरेसनमा आएर बायोडाइभर्सिटीलाई कन्जर्भेसन गर्छौँ भनेर मात्र भनेर हुँदैन। जस्तै हामीले बायोडाइभर्सिटीलाई कन्जर्भेसन, त्यसको साथसाथै त्यसको अप्टिमाइज र सस्टेनेबल युजेसमा पनि हेर्नुपर्छ के। जस्तै किसानको घरमा कुनै एउटा तपाईँले बायोडाइभर्स भएको डिफ्रेन्ट खालको प्लान्ट जेनेटिक रिसोर्स भेट्नु भएको छ, अथवा मानिलिउँ कि कुनै एउटा डिफ्रेन्ट बाली छ जुन बाली चाहिँ एक्सटिन्ट हुने लेभलमा छ, इन्डेन्जर लेभलमा छ। अब तपाईँ हामी गएर चाहिँ किसानलाई चाहिँ यो बाली एकदमै महत्त्वपूर्ण छ, यो चाहिँ संसारमा कहीँ पनि छैन, हाम्रो देशमा मात्र छ, यसलाई जोगाउनुपर्छ, तपाईँले यसलाई जसरी हुन्छ जोगाउनु भनेर मात्र भन्यो भने किसानले त्यसलाई किन जोगाउने? हाम्रा लागि किसानले त्यसलाई किन जोगाउने के? किसानलाई त आफ्नो प्रोडक्सन गर्नुपर्ने छ, किसानलाई त आफ्नो डेली निड्सहरू मिट गर्न छ होइन, उसलाई त इकोनोमी चाहिएछ। त्यही भएर हामीले चाहिँ यस्तो खालको प्र्याक्टिसहरू जेनेरेट गर्नुपर्छ कि त्यो बायोडाइभर्सिटीलाई कन्जर्भ पनि होस् र त्यसको प्यारलली हामीले त्यसलाई सस्टेनेबली युज पनि गर्न सक्नु पर्यो। फार्मरले त्यसलाई एक्सप्लोइट गर्न सक्नु पर्यो कि फार्मरले त्यसलाई युटिलाइज गर्यो पाए पो त उसले त्यसलाई संरक्षण गर्छ त, नत्र त किन संरक्षण गर्छ त? त्यही भएर अबको जेनेरेसनमा हामीले चाहिँ जब यो बायोडाइभर्सिटीको कुरा गर्छौँ, कन्जर्भेसन र सस्टेनेबल युज चाहिँ प्यारलली जानुपर्छ भनेर चाहिँ म जोड्न चाहेँ। एकदमै थ्याङ्क यू सो मच सम्बत। आज सम्बतले भनेका कुराहरू हाम्रो लागि, मेरै लागि पनि एकदमै चाहिँ एउटा लर्निङ सेसन रह्यो। र सम्बतलाई यो समयको लागि धेरै धेरै धन्यवाद। तिमी केही समय अगाडि हामी प्लान गरिरहेको थियौ, तिमी एकदम व्यस्त पनि थियौ। अहिले नेपाल आएको यो समयलाई हामीले चाहिँ सदुपयोग गर्दै यो एपिसोड बनाउने मौका पनि जुर्यो। एकदमै तिम्रो अब आगामी दिनको लागि शुभकामना पनि छ। र अब हामी करिब एन्डमा छौँ, अन्तिममा केही हाम्रो यतिखेर हामीलाई हेरिराख्नु भएको चाहिँ दर्शकहरू, अडियन्सहरू जो हुनुहुन्छ, उहाँहरूलाई अब धेरै चाहिँ कृषि ब्याकग्राउन्डकै हुन सक्नुहुन्छ, कृषि पढिराख्नु भएको हुनसक्छ, उहाँहरूलाई छोटकरीमा केही थोरै राखेर अनि आजको यो एपिसोडलाई हामी ऱ्यापअप गर्छौँ। धन्यवाद वीरेन्द्र। सर्वप्रथम त म फेरि पनि अब तिमीलाई चाहिँ मलाई यो एपिसोड पोडकास्टमा इन्भाइट गरेकोमा चाहिँ धेरै धेरै धन्यवाद। र म तिमीले जसरी मेरो बारेमा सिक्यौ, मैले पनि तिमीबाट धेरै कुरा सिकिरहेको हुन्छु। जस्तै तिम्रो बोल्ने शैलीहरू र यो कसरी तिमीले पोडकास्टहरू चलाउँछ, यो निकै नै राम्रो लाग्छ मलाई नै होइन। र यो चाहिँ हाम्रो को लर्निङको प्रोसेस छ, र तिमीले जसरी यो विभिन्न प्रश्नहरू राख्यौ, विभिन्न कुराहरू गर्यौ, त्यो निकै नै राम्रो छ। र त्योबाट पनि मैले धेरै कुरा सिकिरहेको छु। र अन्त्यमा चाहिँ मैले चाहिँ अब तिमीलाई धेरै धेरै धन्यवाद दिँदै यो पोडकास्ट मलाई इन्भाइट गरेकोमा सम्पूर्ण दर्शकबिनहरूलाई चाहिँ मैले के भन्न चाहेँ भन्दा, नेपालमा चाहिँ कृषिको हाम्रो एकदमै राम्रो पोटेन्सियल छ क्या। हामीसँग जुन यो एग्रो इकोलोजिकल भेरिएसन छ, डिफ्रेन्ट अल्टिट्युडनल भेरिएसन छ, हाम्रो डिफ्रेन्ट इकोसिस्टमहरूले गर्दाखेरि कृषि मात्र नभइकन हाम्रो जुन पशु क्षेत्रदेखि लिएर अरू विभिन्न जैविक क्षेत्रहरूमा चाहिँ हाम्रो ठुलो पोटेन्सियल छ। अब यो पोटेन्सियललाई चाहिँ हामीले चाहिँ प्लान र पोलिसी लेभलदेखि नै लिएर गएर हाम्रो किसानको स्तरदेखि नै लिएर यसलाई चाहिँ सपोर्ट गर्नुपर्दछ। सायद म त्यो एक्सपर्ट पनि होइन होला यो सम्पूर्ण कुराहरू गर्नको लागि, तर मलाई त्यस्तो लाग्छ। र अर्को कुरा जुन तपाईँ हामीले गर्न सक्छौँ भन्दा, यदि तपाईँले यो पोडकास्ट हेरिराख्नु भएको छ भने चाहिँ, जस्तै हामीले यो कृषिमा यत्र कुराहरू गरिरहेका छौँ, यो कुराहरू चाहिँ सकेसम्म सबै जनमानसमा पुर्याउनु सक्नुपर्छ क्या। यदि सक्नुहुन्छ भने तपाईँहरूले पनि आफ्नो स्तरमा कुनै खालका यस्ता कृषि सम्बन्धी कन्टेन्टहरू क्रिएट गर्नुहोस्। तपाईँले कन्टेन्ट क्रिएट गर्नु भनेको क्यामेरा पुरै भिडियो एडिटिङ गर्नुपर्छ भन्ने नै छैन। तपाईँले बारीमा सानो केही देख्नु भएको छ भने मोबाइलबाट रेकर्ड गर्नु, सबैसँग अचल राम्रो फोन हुन्छ, तपाईँले आफ्नो फेसबुकमा हाल्न सक्नुहुन्छ, इन्स्टाग्राममा हाल्न सक्नुहुन्छ। यो चाहिँ युथ र यङ जेनेरेसनहरूलाई पनि, लाइक यु क्यान युज योर सोसियल मिडिया प्लेटफर्म टु क्रिएट अवेरनेस अन एनिथिङ। इट कुड बी अबाउट क्लाइमेट चेन्ज, प्लास्टिक पोल्युसन, माइक्रो पोल्युसन, इट कुड बी अबाउट समथिङ गुड फर द इन्भाइरोमेन्ट, बायोडिग्रेडेबल थिङ्स, अर एनी प्रोजेक्ट्स द्याट यु आर वर्किङ। र यदि हामी सबैले
आफ्नो क्षेत्रबाट चाहिँ यस्तो सानसानो इन्फर्मेटिभ कुराहरूलाई चाहिँ पोस्ट गऱ्यौँ भने चाहिँ यसले चाहिँ हामी समस्त जनमानसमा चाहिँ एउटा राम्रो अवेरनेस क्रिएट गरेर हामीलाई चाहिँ यो एकदमै राम्रो खालको वे फरवर्ड दिनलाई हेल्प गर्छ पहिलो कुरा। दोस्रो कुरा, यदि तपाईँलाई यो कन्टेन्ट क्रिएट गर्न एकदमै गाह्रो लाग्छ, मैले सक्दिनँ, मलाई यो आउँदैन भन्नुहुन्छ भने तपाईँहरूको लागि नै अप्सन छ कि तपाईँहरूले यस्तो कन्टेन्ट, जुन कन्टेन्ट चाहिँ तपाईँलाई राम्रो लाग्छ, यो कन्टेन्टले अरू मान्छेलाई पनि फाइदा गर्छ भने तपाईँले त्यसलाई सेयर गरिदिनुहोस्। तपाईँ अचल फेसबुकमा विभिन्न ग्रुपहरूमा हुनुहुन्छ, म्यासेन्जरमा विभिन्न ग्रुप छन्, वाट्सएपमा कति धेरै ग्रुप छन्, यस्ता ग्रुपहरूमा चाहिँ यो भिडियोहरू चाहिँ सेयर गरिदिनुहोस् ताकि सम्पूर्ण मानिसहरूले चाहिँ यसको इन्फर्मेसनहरू पाउनुहोस्। यसरी चाहिँ यदि के त सकिन्छ भने आफैले पनि यस्तो खालको कन्टेन्ट क्रिएसनदेखि लिएर आफूले इन्फर्मेसनहरू डिसिमिनेट गरौँ, सक्दैनौँ भने चाहिँ यसलाई सेयर गरौँ, अथवा त्यो पनि सकिँदैन भने चाहिँ आफूले सिकेको कुरालाई चाहिँ अप्नाइदिनु पर्यो। यदि तपाईँहरूले अप्नाइदिनु भयो भने पनि तपाईँले अरूलाई नसिकाए पनि आफ्नो आउने पुस्ता र जेनेरेसनलाई चाहिँ पक्कै पनि सिकाउनुहुन्छ। यदि तपाईँले कृषिमा केही कुरा थाहा पाउनु भयो भने आफूले अप्नाउनु भयो भने तपाईँको छोराछोरीले अथवा कसैले देख्नुहुन्छ र त्यसलाई सिक्नुहुन्छ। यी 3टा चिजहरू गरियो भने चाहिँ हामीले हाम्रो कृषिलाई चाहिँ अझै राम्रोसँग चाहिँ बढाउन सकिन्छ र कृषि मात्र नभइकन विभिन्न क्षेत्रहरूलाई नै हामीले इम्प्रुभ गराउन सकिन्छ। त्यही भएर यो चाहिँ मेरो लास्ट 3 मेसेज फर एभ्री वान। अनि थ्याङ्क यू वीरेन्द्र। थ्याङ्क यू सो मच। आजको हाम्रो यो कुराकानी एकदमै चाहिँ फुल अफ इनर्जी रह्यो, एकदमै फ्रुटफुल रह्यो र जहिले पनि सम्मतसँग कुराकानी गर्दै गर्दाखेरि यो भाइब्स चाहिँ सिङ्क्रोनाइज भएको फिल हुन्छ, त्यो इनर्जी ट्रान्सफर भएको फिल हुन्छ र त्यसको लागि पनि म एकदमै थ्याङ्कफुल छु भन्दै आजको यो एपिसोडमा तिमीसँग कुराकानी गर्न पायो एकदमै खुसी छु। र यदि मौका मिल्यो भने हामी फेरि पनि अर्को एपिसोडमा हामी यसरी नै बसेर कुराकानी गर्नेछौँ। तिमी जुन उचाइमा पुगेका छौ त्यो उचाइ अझै अगाडि बढ्दै जाओस्, शुभकामना छ भन्दै आजको एपिसोडबाट यो एपिसोड हामी यहीँ ऱ्याप अप गर्छौँ। थ्याङ्क यू सो मच। धन्यवाद।